नमस्कार, फायर नेटवर्क च्यानलमा यहाँहरूलाई स्वागत छ। पश्चिम एसियाको राजनीतिक अवस्था अहिले निकै संवेदनशील मोडमा पुगेको छ। विशेष गरी अमेरिका र इरान बीच बढ्दो तनावले विश्व समुदायको ध्यान तानेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई करिब 10 देखि 15 दिनभित्र सम्झौतामा आउन चेतावनी दिएपछि परिस्थिति झन जटिल बनेको छ। उनको अभिव्यक्तिलाई धेरैले कूटनीतिक दबाव मात्र नभई सम्भावित सैन्य कदमको संकेतका रूपमा पनि हेरेका छन्। एकातिर जेनिभामा इरानको परमाणु कार्यक्रमलाई केन्द्रमा राखेर अप्रत्यक्ष संवाद चलिरहेको छ भने अर्कोतर्फ अमेरिकाले खाडी क्षेत्रमा ठूलो सैन्य उपस्थिति देखाएको छ। विशेष गरी USS जेरोल्ड आर फोर्ड लगायत 2 विमानवाहक पोत र दर्जनौं लडाकु विमान परिचालन गरिनुले इरानमाथि मनोवैज्ञानिक तथा सामरिक दबाव बढाएको छ। ट्रम्पले दावी गरेका छन् कि विगतमा गरिएको सैन्य कारबाहीकै कारण गाजामा युद्ध विराम सम्भव भएको थियो र आवश्यक परे फेरि पनि त्यस्तै कडा कदम चाल्न सकिन्छ। इरानले भने आफू रक्षात्मक र आक्रामक रणनीति दुवैको तयारीमा रहेको संकेत दिएको छ। अमेरिकाको गतिविधिलाई जवाफ दिँदै इरानले रुस र चीनसँग मिलेर म्यारिटाइम सेक्युरिटी बेल्ट 2026 अन्तर्गत स्ट्रेट अफ हर्मुज र गल्फ अफ ओमान क्षेत्रमा संयुक्त नौसैनिक अभ्यास शुरू गरेको छ। रुसी युद्धपोत स्टोइकी इरानको बन्दरगाहमा पुग्नुले यो विषयमा अन्य महाशक्तिहरूको प्रत्यक्ष चासो देखिन्छ। तेहरानले आफ्नो मिसाइल कार्यक्रम सीमित गर्न वा क्षेत्रीय सशस्त्र समूहहरूसँगको सम्बन्ध तोड्न अस्वीकार गर्दै आएको छ। हालैका लाइभ फायर अभ्यास मार्फत इरानले आवश्यक परे विश्वको प्रमुख तेल मार्ग मानिने हर्मुज जलडमरू बन्द गर्न सक्ने संकेत पनि दिएको छ। यदि स्थिति सैन्य भिडन्ततर्फ अघि बढ्यो भने त्यसको असर 2 देशमा मात्र सीमित नहुने र विश्व ऊर्जा बजारमा गम्भीर संकट आउन सक्ने अनुमान विश्लेषकहरूले गरेका छन्। वाशिंटनमा सैन्य तयारी उच्च स्तरमा पुगेको चर्चा भइरहे पनि औपचारिक आक्रमण आदेश भने दिइएको छैन। यता इरान भित्र पनि आन्तरिक असन्तोष देखिएको छ। सुरक्षा कारबाहीमा ज्यान गुमाएका नागरिकहरूको स्मृतिमा देशभर कार्यक्रम आयोजना भइरहेका छन्, जसले सरकारमाथि दबाव बढाएको छ। तर सैन्य दृष्टिले इरान अझै सक्षम रहेको देखिन्छ। इरानका विदेश मन्त्री अब्बास अराक्चीले जेनेभामा भएको वार्तामा कठिन परिस्थितिका बीच पनि केही प्रगति भएको बताएका छन्। तर अमेरिकाले उठाएका मागहरू जस्तै मिसाइल कार्यक्रम सीमित गर्ने र सशस्त्र समूहसँगको सम्बन्ध अन्त्य गर्ने विषयमा कुनै सहमति बनेको छैन। यसले वार्तालाई अनिश्चित बनाएको छ। यसैबीच रुस र चीनको सक्रिय उपस्थितिले समीकरण थप पेचिलो बनाएको छ। संयुक्त अभ्यासलाई उनीहरूले समुद्री सुरक्षाको सहकार्यका रूपमा व्याख्या गरे पनि यसले शक्ति सन्तुलनको सन्देश दिएको स्पष्ट छ। एकातिर वार्ता जारी छ, अर्कोतिर दुवै पक्ष सैन्य तयारीमा व्यस्त छन्। यही द्वन्द्वपूर्ण अवस्था नै अहिलेको सबैभन्दा ठूलो चिन्ता हो। आगामी केही दिन निर्णायक हुन सक्छन्। ट्रम्पको समय सीमा र इरानको कूटनीतिक तथा रणनीतिक चालले पश्चिम एसियाको दिशा तय गर्नेछ। समझदारीको बाटो रोजिन्छ कि टकरावतर्फ अवस्था जान्छ भन्ने प्रश्न अझै खुला नै छ। नयाँ अपडेटहरू हामी आगामी भिडियोमा लिएर आउनेछौँ। हाम्रो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला।